नेत्रदैनिक समाचारमा स्वागत छ। म प्रदीप सिंह। सरस्वती पूजामा रङ्गी-चङ्गी पोसाक, चन्दा र डीजे निषेध, प्याप्सनले दिए कडा निर्देशन। आउँदो माघ 9 गते शुक्रबार हुने सरस्वती पूजामा विद्यालयमा हुन सक्ने झैझगडा, तोडफोड र अश्लीलता, अनुशासनहीन गतिविधि र निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल र प्याप्सन सिरहाले कडा निर्देशन जारी गरिएको छ। पत्रकार सम्मेलनमा अध्यक्ष उमेश चौधरीले बताए अनुसार पछिल्लो समय लागु औषध दुरुपयोग र झैझगडा, तोडफोड र अनुशासनहीन गतिविधि बढ्दै गएकोले विद्यालय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक देखिएको छ। प्याप्सनले स्पष्ट गरेको छ कि पूजाको दिन विद्यालयमा सांस्कृतिक कार्यक्रम, डीजे वा साउन्ड बजाउन नहुने, विद्यार्थीलाई विद्यालय पोसाक बाहेक रङ्गी-चङ्गी पोसाकमा प्रवेश नदिने र पूजाको नाममा कुनै पनि चन्दा उठाउन नहुने व्यवस्था लागू गरिएको छ। अध्यक्ष चौधरीका अनुसार यी नियम सदस्य विद्यालयले अनिवार्य रूपमा पालना गर्नुपर्ने छन् र कुनै पनि विद्यालयले आफ्नो ढङ्गले कार्यक्रम सञ्चालन गरेमा हुने अप्रिय घटनाको जिम्मेवारी सम्बन्धित विद्यालयले आफै लिनुपर्ने चेतावनी दिएको छ। प्याप्सनले अन्य विद्यालयहरूलाई पनि निर्देशन पालना गर्न अनुरोध गरिएको छ। अध्यक्ष चौधरीले अपिल गर्दै भने सरस्वती पूजालाई शान्त, धार्मिक र अनुशासित वातावरणमा मनाउन सबैलाई सहकार्य आवश्यक रहेको छ। नेत्रदैनिक समाचार अहिलेको लागि यति नै। हेर्दै गर्नुहोला।